हरेक दिन बिहान उठ्ने बित्तिकै उसले आफ्नो भाङ मेरो मुखमा धकेल्छ र आफूलाई उत्तेजनातिर लैजान्छ। उसले मेरो हात ओभरहेड हुकमा बाँध्छ र मेरो ठुला 34 को साइज बुबुलाई छडीले हिर्काउँछ, जसले गर्दा मलाई निको हुन समय लाग्छ। त्यसैले मेरो ठुलो नितम्ब पनि निको हुन्छ, त्यसैले मेरो तिग्रा र पेट पनि निको हुन्छ। पछि उसले साउदी अरबमा जागिर पायो र त्यहाँ सरेर आफ्नी आमालाई मलाई महिनौसम्म सजाएर यातना दिन दियो, जहाँ उनले राजले मेरो स्तन, तिग्रा र तिग्रामा हिर्काउन छोडेको आक्रमण जारी राखिन्। नियमित रूपमा मलाई उनको पुसी र क्लिक चुस्न लगाउँछ र आफूलाई चरम उत्तेजित गराउँछ। उनको मनपर्ने मेरो ठुलो 38 स्टड कपडाको पिनले यातना हो जति गाह्रो हुन्छ, उनी त्यति नै खुसी हुन्छन्। उनी मेरो सम्पूर्ण स्तनलाई निप्पलबाट र सम्पूर्ण स्तनहरूमा क्रूर कडा कपडाको पिनले भर्छिन्, साथै मेरो तल्लो ओठ पनि, र उनी ती कपडाको पिनहरू केवल कोर्रा लगाएर मात्र हटाउँछिन्। र जब उनी यति क्रूरतापूर्वक गर्छिन्, म हृदयबाट चिच्याउँछु। म उनको बेश्या हुँ, तर उनी चाहन्छन् कि उनी रातभरि मलाई खाटको खुट्टामा बाँधेर सेप्टम पट्टाले बाँधेर राख्नेछिन् र मलाई रातभरि सुताउनेछिन्। केही दिन उनी नाकको हुकहरू र खाटको खुट्टामा बाँधिएको सेप्टम पट्टा पनि प्रयोग गर्नेछिन्। धेरै निर्दयी क्रूर महिला। म चाहन्थे कि राजले मलाई कुनै न कुनै रूपमा साउदी अरेबिया लैजाओस्, र त्यो दिन आयो जब उसले मलाई धार्मिक देश भएकोले उडानमा धेरै एक्सपोजर गरेन, तर 3वटा नाकको औँठी लगाएर राख्यो र मलाई जस्तो देखिन्थ्यो त्यो साँच्चै अपमानजनक थियो। उसको अरब हाकिमले मलाई एकपटक पार्टीको समयमा देखे र मसँग कुरा गर्न खोजे। राजले वास्ता गरेनन्, उनले धेरै चासो देखाए र हामीलाई बोल्न दिए। अरबीले मेरो ठुला जगहरू हेरिरहेको थियो, त्यसैले मेरो नाकको औँठीको बारेमा सोधपुछ गर, जहाँ राजले भनिन् कि उनी यसलाई लगाउन र सार्वजनिक रूपमा प्रदर्शन गर्न मन पराउँछिन्। ऊ 60 वर्षको कालो मान्छे थियो र उनकी श्रीमती 50 वर्षकी थिइन्। उनी पनि मेरो शरीरलाई हेर्न खोजिरहेकी थिइन्। त्यसपछि हाकिम र उनकी श्रीमती दुवै नियमित रूपमा घर आउँछन्। एक रात राजले मलाई पूर्ण रूपमा नग्न राख्यो। मेरो दुधे अनुहारमा रातो लिपस्टिक, फुल मेकअप लगायो, निप्पल चेन, मुख स्प्रेडर, नाकको हुक मेरो नितम्बमा अर्को हुकले जोडियो र दुवै डोरीले जोडियो। थाहा थिएन राजले यी सबै खेलौना कहाँबाट ल्याए। धार्मिक देश भएकोले पनि मलाई 5 इन्चको हिल लगाउन लगायो। राति 11 बजेतिर घन्टी बज्यो। म डराएँ। राज हाँस्न थाल्यो र आफ्नो हाकिमलाई भित्र ल्यायो। मलाई धेरै लाज लाग्यो। उसले भन्यो, सुब्हानल्लाह, तिमीलाई कस्तो सक्सदासी पत्नी मिलेको छ। राजले भन्यो, हबिबी, तिमीले उनलाई आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्छौ। सर अरबी हाकिमको आँखा नराम्रोसँग चम्किन थाल्यो र त्यसपछि मैले महसुस गरेँ कि सबै सक्स खेलौनाहरू उसले मात्र उपहार दिएको हो। मैले मनमा नै सोचेँ कि मेरी सासू यी क्रूर पागलहरूभन्दा 100 गुणा राम्रो छिन्। अरबी हाकिमले मेरो स्तनलाई जोडले निचोरेको महसुस गर्न थाले, जसले गर्दा म मुखको स्प्रेडरबाट पीडाले चिच्याएँ र त्यसपछि उसले मेरो निप्पल चेनलाई यति जोडले तान्यो र भन्यो कि राजले यी निप्पल चेनहरूमा तौल थप्नुपर्छ ताकि यो अझ राम्रो होस्। उसले राजलाई सोध्यो कि उसलाई नाक छेड्ने र नाकको हुकहरू के मन पर्छ, जसले मलाई कुरूप देखाउँछ, र सबै नाकको औँठीहरू। राजले भन्यो कि उनी मसँग विवाह नगरेसम्म एक कट्टर नारीवादी थिइन् र मलाई तोड्न चाहन्थे, त्यसैले मेरो ठाउँ देखाउनुहोस्। सबै उनले भने कि नाकको हुकहरू अपमानको लागि रोछन् र मलाई नियन्त्रण प्राप्त गर्न उसको इच्छा र चाहना अनुसार काम गर्नको लागि सेप्टमले पट्टा लगाउन र मलाई घुमाउन, ब्लोजअप दिँदा सेप्टम औँठी पनि समात्न सक्छ। साथै उसले कुकुरको कलर र पट्टाको सट्टा मेरो सेप्टम औँठी पट्टा गर्न रुचाउँछ। त्यतिन्जेल राजले मेरो निप्पलको हुकसँग जोडिएको मेरो नाकको हुकमा जोडेर कडा झट्कायो, जसले गर्दा म रुन थालेँ र आँखा यो मेरो पहिलो अनुभव होइन, किनभने घटनाको समयमा म विवाहित थिएँ र 2 बच्चा थिए। त्यति बेला घरमा म र मेरा 2 छोराछोरी मात्र थियौँ। मेरो श्रीमानले मलाई विद्यालयको बिदा, म एक शिक्षक हुँ, सँगै गाउँमा पठाउनुभयो र उनले अलोर सेतारमा पाठ्यक्रम लिए। आमा र बुबा 3 दिनको लागि समूहसँग केलान्तान गए। त्यसो भए त्यो बिहान मैले भर्खरै नुहाएको थिएँ जब मैले मेरो भाउजू एरी ढोकामा आइपुगेको सुने। त्यो बेला तौलिया मात्र बोकेकी थिएँ।
उहाँ मेरो बहिनी एलाले बनाएको केक साझा गर्न आउनुभयो। अरू धेरै हुन सक्छन्। एफ्फा यो केक हो जुन तपाईले मलाई दिनुभयो, उसले भन्यो। मैले उसलाई भित्र आउन भने। मैले याद गरेँ कि उसले मलाई हेरिरहेको थियो। मेरा बच्चाहरू फेरि सुतिरहेका थिए। मैले उसलाई केही बेर पर्खन भने किनभने म लुगा लगाउन चाहन्थे। जब उसले घरको ग्रिलको ढोका खोल्न लागेको थियो, म लुगा लगाउन कोठामा गएँ। अचानक जब म मेरो अन्डरवियर लगाउनको लागि झुक्दै थिएँ, उहाँ मेरो पछाडि उभिनुभयो। मैले केही गर्नु अघि नै उसको हातले मेरो कम्मर समातेको महसुस गरेँ। त्यसबेला म स्तब्ध भएँ र के गर्ने थाहा भएन। म यो भन्न चाहन्न कि मलाई मेरो भाउजू मन पर्दैन, किनकि मैले सुरुदेखि नै याद गरेको छु कि उसले मलाई मन पराउँछ। त्यसैले म अलिकति गर्व गर्छु किनभने त्यहाँ अझै पनि मानिसहरू छन् जसले मलाई ध्यान